बसौ ल बसौँ यताउता बेबुसा वर्तमानमा दौडिँदा दौडिँदा आज त हैरानै भयो 5 वटा भ्याउनु पर्यो थकिँदै भयो नि थकित त भइहाल्छ दुनियाँ गाउँदुल चाहिँ सब थकित त नभएको हुन्छ त म हुन्छु त म त घरैबाट आएको तिमीहरू त घन्टुल भयो हो त थकित भयो यार यताउता गाउँडुल चाहिँ यसले बिहानदेखि अहिलेसम्म 1 लाख खाइसकेको छु के कुरा गर्ने के कुरा गर्ने चियाले 1 लाख तँ हावा गफ गर्ने बिहानदेखि अहिलेसम्म 20 रुपियाँको कपको दरले 100 कप चिया खायो भने जम्मा 2000 हुन्छ लाखको चिया खायो भने गफ दिने हावा गफ यसले यसको पेट 100 कप चिया अट्ने पेट पनि हुनु पर्यो होइन हो त हावा गफ नि यार 100 कप चिया भने हावा गफ 1 लाखको चिया भने यार हो भाइ के भन्नु पर्यो 100 कप चिया अट्ने पेट हुनु पर्छ भने पेट खोइ पेट ए हामीलाई अब भयो पाले सम्झा के हो पनि पुरै नबन्दै रहेछ प्याट 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 कराले कफै दियो नि यार सुन केटा हो आजकल यो 1 कप चिया खानलाई पनि लाखको बिटो बोकेर हिँडिरहेछ अरे नि त त्यही भने केटा हो योसँग त धेरै अब कुरा गर्न नि हुन्न धेरै कुरा गर्यो भने पैसाले हानेर मारला भन्न डर छ त्यही भने अस्ति त्यो पारी खोल्से गाउँमा बिर्के मरे पनि त्यसैले पैसाले हानेर हो के अरे हैन त केटा हो आजकल त म लाखको बुटेले हानेर मान्छे भोत्रुकै मार्दिने हो नि त मलाई पनि यार आजकल त मरो लाग्छ मलाई लाखको 100 वटा बिटोले हानेर पक्लक्क मार्दैन यार 100 वटा मलाई त त्यो धेरै कुरा पर्दैन चान्चुनले हानेर मार्दैन हुन्छ चान्चुनले हानेर मार्दैन हुन्छ तिमीले के मरो त्यही त उनलाई लाखको 100 वटा बिटोले हान्नु पर्ने रे उनलाई चान्चुने हान्नु पर्ने रे मलाई त 50,000 को बिटोले मात्र हान्ने पुग्छ मेरो अहिले काम पनि गरिहाल्छ 50 वटा 1000 को 1000 को त्यति हान्दिहाल्नु नि त हान्दिहाल्नु अन्त 1000 को नोट हान्दा खुसी भयो के उसले 1 लाखको चिया खाएको रे उसलाई लाखको बिटो चाहिने रे उसलाई चान्चुन पैसा भए पुग्ने रे उसलाई 1000 पैसा चाहिने रे केटाहरूको हावा गफ सुनेर आफ्नै हावा खुचिरहेको भयो गफाडीको गफमा पैसाको मात्रै गफ हो आफूलाई यहाँ अहिले 50,000 भइदियो भने छोराको भर्ना गर्न पाइन्छ आफ्नो ठुलो समस्या न चढ्थ्यो नि 50,000 दिन चाहिँ सक्ने होइन खाली 1 लाखको चिया खाएको भने चाहिँ गफ ल्याउँछ गफै मात्रै भयो हाम्रो यस्ताको लाखको गफ कति सुन्नु आफूलाई यहाँ पैसा नगर मरो कि बाँचौ भइछ लाखको कुरो गर्ने अति अब एउटा गफ दिने नि सीमा हुन्छ नि कमसे कम कुनै तार्किकता भए त्यो तार्किकता अनुसार हामीलाई बुझाएको भए त हामीले बुझ्यौँ होला अब गफ दिने लाखको चिया खाए यो लाखको चिया हात्तीले त लाखको चिया गरे ल अहिलेसम्म लाखको चिया हात्ती खान सक्छ ल भनाऊ त तिमीहरू भनाऊ न हात्तीले लाखको चिया खान सक्छ अब लाखको चिया खाए गफ दिने नि एउटा सीमा यसको गफ सुन्दा आफ्नो त दिमागै खुसकेट भएर अब त यहाँ घरमै म त बगाउँछु कि जस्तो भइसक्यो बाटैबाट अब कति सुन्नु यसको आवाज गफे अब कमसे कम अब त्यो लाख भइदिए भए मलाई लाख भइदिए भए यो कोट पनि थोत्रो भइसक्यो 10 वर्ष भइसक्यो लाग्नु अर्को कोट हाल्थेँ 10,000 को कोटाको पानी हाल्थेँ हो अब त्यसमा बाँकी रह्यो 90,000 अब 90,000 छोरोको क्याम्पसको फिस तिर्नु थियो त्यसको फिस तिर्थेँ 30,000 बाँकी रह्यो 60,000 स्कुटर अहिले त्यो चढ्दा 15 वर्ष थोत्रो भइसक्यो त्यो पनि स्कुटर पनि त्यसलाई ट्याक्क सबै चिज मालसामान हालेर 30,000 को टिलिक्क बनाउँथेँ बाँकी रह्यो 30,000 ले त तिमीहरू पार्टी 4 जना मसँग 5 जनालाई गएर घुमाउन लगेर पोखरा लगेर 2 रात राखेर होटेलमा सुताएर मासु भात खुवाएर नाचगान गराएर अनि चुस्स पनि तिमीहरूले यसो हातले रमाइलो गरेर यही दिन्थे अब लाखको चिया गरे गरिदिनु सिमाउँछ यस्तो हावा के खाइस यस्तो हावा गाउँ गरेर नमस्कार लाखको चिया खाएको रे अब यस्तो हावा गफ हुन हामीले राम्रो गफ गर्नुपर्छ अब हामी सुधारिदिनुपर्छ केटाहरू लाखको चिया भन्छ हामीलाई कति तनाव भइरहेछ केही कुरो बुझ्नु छैन केही कुरो सुन्नु छैन अर्काको
आज ल्याउनु चिया खान गएको चिया त 2 कप मात्रै खाएको हो नि 20 रुपियाँ कपले त 40 रुपियाँ भएको हो पैसा त नयाँ साउथ चेन्ज गरेर पुरानो साउथ आएछ 50,000 चिया खाएको त्यो नै दिने साउथ पनि ले ब्याग पनि ले भनेर मलाई हैरान पारेर काज दिस भनेर काज दिनु मलाई कालै छैन हेर्नु रातका कुरै नसुन्नु तँलाई कतिवटा लाख रे एउटा लाख तँलाई चाहिँ के रे तँलाई चाहिँ कतिवटा हजार रे 50 तँलाई चाहिँ चान्छु तँलाई चाहिँ चान्छु चान्छु होइन तँलाई चाहिँ चान्छु होइन पैसा बोकेर खुस्किन्छ भन्छौ तिमीहरू